नमस्ते साथीहरू, मेरो हजुरबा चाहिँ 4 दिन पहिले बितिसक्नुभएको थियो। त्यही भएर म भिडियो बनाउन पाइनँ। हेर्नु न, बितिहाल्नु भयो बिहानै 7:40 अनि ठुलो बुवा आउनुभएको थिएन। अनि बेलुका चाहिँ हामी सबैजना ठुलो बुवाहरू आएपछि दाईहरू दिल्लीबाट आउनुभयो नि त। अनि दिल्लीबाट आएपछि अनि त्यसपछि हामीहरू पूजाहरू गरे। दाईहरू पनि कोही सर्लाही कोही मलङ्गातिर बस्नुहुन्छ, टाढा टाढा बस्नुहुन्छ नि त। सबै दाई दिदीहरू सबैजना आएपछि अनि हामी चाहिँ हजुरबाले जलाउनलाई गयौँ। हजुरबाले जलाउन जाँदा अनि रातिको 11-12 बजिसकेको थियो। अनि जिउ चाहिँ उता जल्दै थियो अनि टाइम लाग्छ नि त जल्नलाई। अनि त्यही भएर अनि यता हामीहरू सबैजना बसेको थियौँ।